यो सबै मान्छे होला त्यस्ता राम्रा घर अहिले भर्खर हेरेर आउँदैछौँ हामी हेर्छौँ हो अघि हेरेर आएको हामी घर त्यही बाटो आएको होइन त हामी अहिले भर्खर त्यस्तो घरमा बनाउने कस्तो पैसा भएको भनेको तिमीहरूले रोसिलाले होइन मान्छे कति लगो नारायण लगो हामीले अघि यही बाटो हेर्दै आएको है भन्दै थिएँ रोसिलाले कस्तो यिनीहरू यस्तामा बस्ने भनेर मैले पिच रोड भनी ठ्याक्कै त्यही पिच रोड चाहिँ बस्ती लैसक्यो ल भर्खर आएको भर्खर यो हामीले भर्खर देख्दैछौँ आँखाले ल हेर्नु त यी घर हेर्नु ल नारायण घर देख्नुहुन्छ यही घर देख्दा देख्दै यहाँको घरहरूलाई तलसम्म पुगेको छैन कोसी यहाँसम्म पुगेको छैन यहाँसम्म पुगेको छैन हामी 5 मिनटले कटेछौँ ल 5 मिनटले हामी कटेछौँ बढीमा 10 मिनटमा कटेछौँ नभए हामी ल यो उसमा पर्ने रहेछौँ नारायण यहाँबाट हेर्दा हेर्दै उयो तलको घरहरू ल भर्खर उयो तल्लो गोलाइसम्मसम्म पुगेको छैन ल हाम्रो भाग्य रहेछ भाग्य त रहेछ त 5 मिनट मेरो काँडा उम्रिन्छ जिउमा 5 मिनटमा हामी यो बाटो कट्यौँ ल 10 मिनट बढीमा गाडी आएको भन्दै कसरी पानी परेको छैन यस्तो सफा मौसम छ ल हेर्नु यस्तो क्लियर मौसम छ है र पनि ल हेर्नु यहाँ बाढी लग्यो कान्छी लग्यो घरहरू सबै लग्यो पुरै बगायो तलसम्म पुगेको छैन ल हेर्नु उहाँ तल भर्खर मोडमा पुग्यो एकछिन बसौँ न हामी गइहालौँ न हामी पनि माथि जाउँ रे कि कत्रो बाढी आयो घर भत्कर लागेको ल ओहो बजारमा घर भत्किन्छ घर भत्किन्छ ल बाप्रे घर भत्क्यो त्यो ग्यास छोप्नको लागि यस्तो त नगरौँ हो यो नगरौँ त्यो ग्यासको सिलिन्डर छोप्नलाई बढे हो र बढे त पाइपै छ त्यो ग्यास छ
यो नारायणी किनारमा ग्यासको सिलिन्डर बोक्नलाई छोप्नलाई यहाँ हेर्नु त यस्तो पनि हुन्छ। प्रशासनले रोक लगाएको छ ग्यासको सिलिन्डर लिनलाई हेर्नु कसले रोक्ने यहाँ ग्यासको सिलिन्डर बोक्न हेर्नु ग्यासको सिलिन्डर बोकेर दाजु हेलो दाजु खाली हो कि भरेको भरि छ यस्तो छ दाजु भरि छ कि खाली छ खाली ल यो नेपाली जनताले प्रशासनले भनेको कुरा मानेको भनेको यो कोरोना कालमा मात्रै रहेछ अरू बेला आफैले काल खोज्ने रहेछन् नि ल हेर्नुहोस् यो कसलाई रोकेर रोकिन्छ यिनीहरू ग्यासै गनाइरह के हो ग्यास गनाएको जस्तो लाग्यो मलाई त ग्यासै गनाइरह के ग्यासै गनाइरह त निकाला क्या बाहिर निकाला राइस निकाला क्या बाहिर निकाला मुन्द्राहरू मरेको लासमाथि सुन कसरी निकालिरहेको बाहिर निकाला ना यार फोटो